सामनेको हैन लो परमेश्वरी दुधको दुध पानीको पानी छुट्याइदिनु पर्यो यहाँ रक्सी कतिको लागेको हो बुवा इन्डियामा कता हुनुहुन्छ पत्ता लगाउनुहुन्छ ल भुइँमा राख्नु न भुइँमा हामीले पनि देख्नु पर्यो त्यही त भुइँ राख्नु हामीलाई सिकाइदिनुपर्छ हामीले अब बढाउन यहाँ काम छुट्नेलाई भइसक्यो त्यतालाई काम थाल्यो मामा छेउमा पनि नराख्नु काम ए यो त अहिले फेरि के हुन्छ हेर त उ हामीले परमेश्वर हो नि त आमा त्यहाँ जुठो नपारौँ है जुठो नपारौँ यहाँ त अनि यहाँ त दुधको दुध पानी त पाइँदा है परमेश्वरलाई जुठो नपारौँ है त्यता काम थाल्छ अहिले मसल बसाउनु परमेश्वर ओ के चाहियो पानी ल्याउँछ मेरो छ नि भयो भने भेटी हो भेटी हामीले कहिले थोरै भन्दैन हामीले कहिले पैसा फेरि यो त अहिले फेरि पैसा खोज्ने भयो नि त काम छुट्नु पर्यो यहाँ गएर भन्नु पर्यो यहाँ पनि काम सुझान बे छुट्नु पर्यो डाइरेक्ट दिन्छु डाइरेक्ट नदिए पनि दिए पनि नदिनु चाहिँ पर्यो अब यो भन्दा सबल के छैन हामी जिब्रे जाने वापस जिब्रा यहाँ बन्द खै अदुवा अदुवा त अब कहाँ छैन यतिले यहाँ हान्नु न धान मानि चाहिँ कसरी कागेले हुन्छ तान्नु न सक्ने हामीले खोइ मर्द छ यता सुन्नु यता मेरो कुरा सुन्नु तपाईँले भन्दैछ यता मेरो कुरा सुन्नु सक्ने हामीले दुई गेडा अक्षताले पनि सक्छ कि नसक्नेले सङ बनाउँछन् नसक्नेले सङ बनाउँछन् यसमा कुखुरा भालै माग्ला नि पर्दैन हुँदैन ढुङ्गे खान्छ त धामी होइन तपाईँ खोइ दामी भने कहाँ आउँदैछ यति यो रेस्टको बेला कालीमाटी यति वागौँ दिनमा म सगुन हजुरलाई सगुनलाई यति स्वाटा बनाएर आउँछ कि सगुन हाल्नु न कामै छुटेन है त्यो त मजै भएन त्यो कति आउनु न यहाँ छ खानाको
हेर म गफै आफै थाले पटाएँ खोइ त इन्डियामा मान्छे होला खोइ त खोइ बोलाउनु यहाँ काम छुट्नु पर्यो क्या देउतालाई बोलाउनु काम थालिसक्नु है हाम्रो ल ल ल आउनु थाल्छु ए ल गाह्रो हुन्छ ल ल ल घर बढाएर मन बढाएर चित्त बुझाएर छुनु पर्यो समय तो मतलब मासु मुलालाई पनि मासु ल गर्छु ल राख्ने भए त दलियो बनाउनु ध्यात तपाईँ धामी मान्छे बिर्सेर मसला खानियो त्यो पुग्छ के Alice Deudai, my son cocker mela sap. परमेश्वर कोही कोही जान्थे मनको तिमीहरू मलाई यो मुली खाएर हुन्छ दाइ भन्नु हामी जान्नु ला है दुधको दुध पानी पनि छुट्याइदिनु जल छर्केको शुद्ध जल हामीलाई के अरे तिमीले काम माग्नु हुन्छ लु आएर ल्याऊ साथी सत्य तथ्य केही उठेन स्पिकर सानो छ तँ मलाई त्यस्तो हुँदैन फेरि हिरो भएर ओ मनिष नभए गर्दा कहाँ लिएर तपाईँ त बस्नु गर्नु हलो गान जानुपर्छ अहिले 12 बजे ओ मनिष जानुपर्छ नि हलो गान अहिले 12 बजे तपाईँ मजाले बस्नु भने त्यहाँ भाले साह्रो पनि आउन सक्छ बोका आउन सक्छ चाहियो भने भाले हलो चाहिन्छ बोका चाहिन्छ बोका हलो बोका यहाँ काम छुटिसक्यो यहाँ दाइको अप्ठ्यारो भयो जस्तो है धेरै गाह्रो भयो ठिक छ त काम चाहिँ नरोक्नु यहाँ रोक्यो भने त उसले शैतानले यहाँ हुँदैन शैतानमा कोही पनि हुँदैन दिलीप थापा हेर के गरेँ मैले मारे अब ला दिलीप सर तेरो के हो एउटा बुढी रोनी लिएर त के गर्छ केही गरेन ला साला भन्नु न बिहे भोजन केही पनि गरेन है ला
किन गर्ने किन एक मार्दिनु माछा नमार्नु दाजु नमार्नु तपाईँलाई सपोर्ट गर्ने को नि ल आयो त ल अझ आयो अझ यहाँ कुरो मिल्छ है ल परमेश्वर दुधको दुध पानीको पानी छोटाइन्छु म भाइ 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 ढोका लाउ म गर्न ल्याउनु पर्ने के मैले गल्ती भने भाइ ढोका लाउन भनेको पानीमा छोटाइन्छ पानीको पानी रक्सीमा कति कति पानी परेछ त्यो पनि छुट्याइदिने हो परमेश्वर जति परोस् मलाई त मतलब छैन आगो आवाज हुन्छ है अब यहाँ के हुन्छ है लस फ्यामला अब जोरले लगाइदिनु ओइ त्यहाँ भिड गर व्हाट्सएप छ व्हाट्सएप नम्बर दिनु म काम थाले नजिस्क्यो एकटा नजिस्क्नु म सबै भन्छु सबै डुल्छु अङ्कल त थाल बजाइदिनु पर्यो क्या गरे म त बिचमा बिचमा त हामीको कहाँ लेखिदिएको राम्रो थाल बजा ओए अब कमाउनु थाले अब चुप लागे अब आयो राम्रो रक्सी हो यो ए राम्रो होइन भने ढालिदिन्छु चोखो यता गिलासमा हो गिलासमा दिलबे छिटो गर्न गिलासमा हाल्छ यता गिलासमा आम्मा ओइ रक्सी छिर्दैन खनाइदिएर दिँदैन लै काम आउनु पऱ्यो छिरे
हामीलाई दिएर टाउको शिर भयो सबलाई हाने केको लागि त्यत्रो चढाएको छ त्यो विषय चढाएको मैले के चढाएको ए ला यार पर्दै पर्दै मैले गरिदिएँ बोल्दैन पानी नपर्ने बनाइदिनु पर्यो परमेश्वर पर्दैन म बोल्दैन पानी नपर्यो भने एकचोटि दिवेन एकचोटि टल्नु अङ्कल एकचोटि ल आइ ल ढोका ल जाऊ न अलिकति लिएर अलिकति थाहा थिएँ एकछिन धामी भाग्यो ओ धामी भाग्यो ओ धामी घरबाट भाग्यो भागेर बाटो हेरेको बजामै बजाम धामीको जुत्ता हरायो खोइ त खोइ आऊ लाइन गयो आवाज सुन्छ हैन धामी त त्यो लाइनै जान्छ परमेश्वर धामी सरी के के देखिए ल भन तने रहन अर्को किन हो त मैले त बिर्सेको छ फेरि यसले कतिवटा बिल गरेछ एउटा अर्कोले
अन्त ल अब अब ल जो खाना अब ल दिपेनको बुवा कहाँ छन् के गर्दैछन् भन्नु पर्यो कुन ठाउँमा त कुन ठाउँमा हुनुहुन्छ गर्छु दाइ टाउकोतिर नभन्ने भन्न भने भन्नु पर्यो नि त यहाँ त्यतिकै लागि त्यत्रो काम के त्यही त के काम त धामी भाव बताउनु सक्नु पर्यो नि त किन मेरो जाने मन निकालिदिन्छु ल ल ल हेर्नु न सबैले हेर्नु है खाइ थाल्छ के हेर्नु ल तर सबै म खोइ त यस्तो पनि धामी हुन्छ कामहरू भन्नुपर्छ त अनि दाइले अनि के भन्छ दाइले के भन्दैछन् आमाले तिहारमा आउँछन् जसो दाइले तिहारमा मेरो दाजु फर्किन्छ कहिले मेरो दाजुमा सबै मरेको एकै के बनाउनु थालिदिन्छु तर तिमीले एउटा केही अङ्कल यो हालिदिनु पर्यो क्या परमेश्वरी ल ल बाँड्छु अम्बर ल परमेश्वर अब चाहिँ बाँड्छु ल तपाईँकै भागै लास्ट ल खानेको ल अङ्कल ल छोड्नु भोलि हेर्नु भोलि अब त्यहाँ बुझ्नु त भयो हामी चारजना होइन एउटा गाना हालिदिइहाल्छ ए मम्मी नाचिहाल्छ हाम्रो कति हो 3 छोरा अनि 5 भाइ छोरा यहाँ लो हेर हो त कोही यहाँले त जति थाले उ गरे पनि हुँदैन झर्दैन पनि लो अति गरौँ डालो
तल जानु होइन बाहिर मामा पनि जानुहुन्छ है अहिले भरे आउनु मै पुऱ्याउन आउँछु बरु चाहिँ घरै गाली गर्नु पाइँदैन गाली गरेर भन्नु है जाउँ ल एकछिन न भाइ डराइछ भाइ डराइछ घर खोइ हेर्छु जाँदिनँ होला सायद ओइ दिदी भाइ कस्ती जी गर्नु भएको यार यतै बेलाको दिदी भाइ त्यहीदेखि उल्टी हान्नु लाउनु हौ त्यहीदेखि उल्टी हान्दैन यसो हामीलाई पनि मिलाइदिनु जीवने उल्टी हान्नु ल फिर एक्चुअली
झन् सानो देखिरहेछ झन् ठुलो देखिरहेछ गर्छ फेरि उल्टी हान्नु लाउ न सबै गरेको नानीहरूले राम्रो मलाई सबैको धन्यवाद यो अङ्कल ल ओए तेज अङ्कलको मात्रै निकाल्दै गयो भिडियो त तेज अङ्कलको मात्रै हो आमा तपाईँको त खुट्टा हटाउनु न एकचोटि ओइ दिल्ली सर उल्टी हान्न लाउन उल्टी हान्न उल्टी हान्नु यस्तोमा हुन्छ सक्दैन
दिलीप भाइ बन्द गर्दा उल्टी हान्छ ल जुन भएन उफ्रिनु न जुन भएन उफ्रिनु न भने अझ जस्तो उफ्रिनु अघि जस्तो उफ्याएर न मेरो मोबाइलमा खिचिदिनु ल छोड्नु न म भिडियो गरिदिन्छु क्या छोड्दिनु खतरा उफ्रिरहेको भिडियो गरिदिनु पर्यो भनेको हान्दै जाउँ त मामालाई उ गर्दो मामालाई टप हान्नु अलि यता दिलीप सर खै म भिडियो गरिदिन्छु ओइ यता क्या भिडियो गरिदिन्छु भोजुलाई त्यही ट्याक्सीर होला हेर मेरो मोबाइलमा खिचेर लानु पर्ने ए छ यहाँ मलाई चाहिँ रमाइलो लाग्छ हामी त पिपलको रमाइलो गरेर नराम्रो पैसा भेट्नु भनेर जानु भनेको अब उहाँ पुगेको पनि दिलीप भाइ जोस्दै हुन्छ अब उफ्रिन्छ क्या अब यस्तो उफार न हौ नमस्ते गर्नु सबैले एकचोटि मेरो मोबाइलमा तपाईँहरूले भोलि बिहान ल अहिले अहिले त कहाँ अनि अहिले राति मरेर हामी यतिको फोटो नाच्नु न अङ्कल नाच्नु ओ
दिलीप भाइ काठमाडौँ बस्ने बानीहरू बेरीका छोराको आयो हाम्रो उहाँ त होइन अलि स्याट दिलीप भाइ हल्का रुको जस्तो गर्नु भनेर हल्का रुको जस्तो गर्नु अलि एक्टिभ भएन क्या दाइ अलि रुको जस्तो गर्नु
हुनुपर्ने मान्छे हो नि खासमा त भोलिनी गाउँको फोगोटा हान्देउनी रगत भोलेको टाटा किन छ भन्दैउ न मायालाई निलैलाई मान्नु मायालाई अहिले जाउस् न एउटा अब त्यो ल्याङ नगर नि दामी ल जाउस् न एउटा जाउस् न एउटा साथी हाल्छु निधारमा अचेता किनले माया कसरी सिन्छौ इसारा छ मुला के गर्छ यार यिनीहरूले टेकाने हाल्छु माया त किन यसरी मार्छु यस्तो नि किन खाप्टा र बजारमा ए गाईघाट बजार भोलिको छैन सोल्टिनी हजुर यो हाम्रो उमेर भोलिको छैन सोल्टिनी हजुर यो हाम्रो उमेर ल भन्नु त एउटा यिनीहरूले कस्तो एउटा गीत दिनु न आलो त पहिलो यो मन ओरालो मै दुखीको बिरानो भो संगीत छ रे बाबा बात गर्नु त मेरो छोरा पता नि फेरि डिस्टर्ब नगर भनेको के ल भन्छन् म तनी किन गडा भन्छु के हाला लाग्यो चिनीमा छैन ए है मेरी बासै अडेली काँडैले मलाई चस्दै अडेली काँडैले मलाई चस्दै लाजले मरे म जेनजिओ भन्दिनँ जेनजिओ खतरा हुँदैन